क्या हो कथा हो भन्छन्। यो गीत चाहिँ एउटै किसिमको हुन्छ कि के हुन्छ? यसमा गीत सबै देउतैका गीत हुन्छन्। माग्ने गीत हुन्छ, खारी भागा र तेर्सो भागा भन्ने हुन्छ। अनि तेर्सो भागा अलि कडा हुन्छ, खारी भागा सजिलो हुन्छ। अनि एउटा समेर्ने भन्ने गीत रहेछ, सोरठी पहिला त एउटै हुने रहेछ, समेर्ने एउटै हुने रहेछ। हामीले सरस्वतीको सुमेर्नु पर्छ पहिला। हाम्रो यस सामग्री हामीहरूलाई उपलब्ध गराएर हामीले उद्घाटन गर्नको लागि उहाँहरू आएर उद्घाटन गरिदिनु भएको हुनाले उहाँलाई धेरै धेरै धन्यवाद छ सर्वप्रथम। यस्तै दिनु होला भन्दै हामीले पनि सकि नसकि एउटा गाउँ होइन, दुईवटा गाउँ होइन, तीन-तीनवटा गाउँ टोल मिलेर यसरी एउटा लोक हुन लागेको संस्कृतिलाई हामीले जोगाउनका लागि यति अपेक्षा गरेका छन्, यति सामग्रीहरू उपलब्ध गराइदिनु भयो। उहाँहरूलाई फेरि पनि म पूर्ण धन्यवाद र स्वागत गर्न चाहन्छु। पहिला कतिवटा थियो तपाईसँग वाद्यवादकका सामग्रीहरू? हामीहरू छन त अब 3वटा थियो, यिनी त्यति राम्रा छैनन्, बन्दैनन्। त्यही भएर नगरपालिकामा हामीले आग्रह गरेका हौँ। खास आवश्यक चाहिँ कतिवटा पर्छ नाचको लागि? राम्रो मादल हुने हो भने 4वटा। 4वटा अनिवार्य होइन त? हजुर अनिवार्य। अरू के हुन्छ यसमा? अब जस्तै सेलीहरू, कपडाहरू, यिनी खुट्टामा लाउने नेवरहरू, खैजरी, केसियो, मोरेली, अनि कानमा लाउने गहना, टाउकोमा लाउने कपालहरू धेरै छन्। म 15-16 वर्षको थिएँ, त्यसलेदेखि म नाच्याउ पनि हुँ। मेरा अगाडि गुरुहरू हुनुहुन्थ्यो है, गुरुहरू हुनुहुन्थ्यो, भोलाचन, गजेन्द्र, यिनीहरू हुनुहुन्थ्यो। उहाँहरूसँग म नाच्याउ हुँ। त्यो भइहाल्यो, अलि त घटी हुन आयो, हामीले सकेनौँ गरेर्न। आजभोलि अब फेरि हामी युवाहरूले गर्ने छोडे हामीहरूले यो जसरी हाम्रो यो पुरानो संस्कृति जग्गा भनेर उठाएका छौँ। अब हजुरहरूले जो हाम्रो नगरपालिकाले जो जसरी हुन्छ यसलाई उपलब्ध गराइदिने, जति गराउनु भयो छ अझ पनि गराइदिने हो। म यतिकैमा हजुरको नाम भन्नु न। मेरो नाम वजेन्द्रनाथ, वडा नम्बर 8। हजुर कति वर्षको हुनुभयो अहिले? 89। उस बेला त प्रत्येक गाउँमा आफ्ना गाउँमा नाच हुन्थे। अब अहिले त्यो पछाडिका तनेरहरू लाग्दैनन् केटाहरू। अब 2-3 गाउँ मिलेर चाहिँ पुरानो संस्कृतिलाई जोगाउँ भन्दै अगाडि बढेका छौँ।
कोटमौला अहिले हालको बागचौर नगरपालिका वार्ड नम्बर 8 मा यो प्राचीन कालदेखि नै तपाईको संरक्षण गर्दै आएको यो नाच सुरटी नाचलाई अहिले तपाईको बिस्तारै तपाईको नाचहरू कम हुँदै गएको हैन यसलाई तपाईको भाषामा ढाल्ने हैन यसलाई कलामा ढाल्ने कुरामा अनि युवा साथीहरुको अलि उत्साह कम भएको हुनाले सबै यस वडाका दाइहरु बुवाहरु अंकलहरुले यसलाई यो पुरानो नाचलाई संरक्षण गर्नुपर्छ भनेर बागचौर नगरपालिकासँग के वाद्यवादनका सामग्रीहरु उपलब्ध गराइदिनु पर्यो भनेर उहाँहरूले आफ्नो कुरा राख्नुभयो र कार्यालयसँग निवेदन दिनुभयो र सिंगो पालिकाको तर्फबाट हामी अत्यन्तै हर्षित भएर अत्यन्तै खुसी भएर यो प्राचीन कालदेखि हामीले तपाईको सजाउँदै आएको हामीले कला संस्कृतिलाई संरक्षण गर्नुपर्छ र कला संस्कृतिलाई संरक्षण गर्ने दायित्व पनि स्थानीय सरकारको भन्ने उद्देश्यका साथ हामीले केही सामग्रीहरू उपलब्ध बनाएका छौं र अझै हामीले यो बागचौर नगरपालिका भित्र रहेका यो 8 नम्बर वडाले सुरटी नाचको संरक्षण गरेको छ भनेपछि हामीले पोहोर साल एउटा तपाईको पञ्चबाजा बागचौर नगरपालिका वार्ड नम्बर 5 मा पनि हामीले दलित समुदायका हैन अलि विपन्न समुदायका ती साथीहरुलाई पनि हामीले पहिलो पटक पञ्चबाजा सिकाउने तालिम दियौं उहाँहरूले 15 दिनसम्म तपाईको पञ्चबाजा सिकाउनका निमित्त तालिम लिनुभयो त्यसपछि नगरपालिकाको तर्फबाट हामीले पञ्चबाजा बागचौर नगरपालिकाको तर्फबाट बागचौर नगरपालिका वार्ड नम्बर 5 लाई पनि हामीले पञ्चबाजा उपलब्ध बनाएका छौं र त्यसैगरी आज हामीले यो बागचौर नगरपालिकाको कला संस्कृतिलाई संरक्षण गर्नका निमित्त तपाईहरुले अत्यन्तै ठूलो मेहनत गरेर अत्यन्तै ठूलो तपाईको समय मिलाएर जो यो कलालाई संरक्षण गर्नका निमित्त नगरपालिकासँग के वाद्यवादन सामग्रीहरुको लागि माग गर्नुभयो अत्यन्तै हामी हर्षित छौं अत्यन्तै खुसी छौं सहयोग गर्न पाउँदा अत्यन्तै हामी आभारी रहेको कुरा पनि जानकारी गराउन चाहन्छु र तपाईहरुले माग गरे बमोजिम केही सामग्रीहरु हामीले तपाईहरुलाई उपलब्ध बनाएका छौं र यो सामग्रीहरु नगरपालिकाको एउटा चिन्हको रूपमा रहोस् एउटा सम्झनाको रूपमा रहोस् र भोलिका सम्पत्तिहरुलाई पनि हस्तान्तरण गर्न सकिने गरेर यो नाचलाई तपाईहरुले व्यवस्थापन गरिदिनु हुनेछ भन्ने पनि अनुरोध गर्न चाहन्छु